नमस्कार अनि स्वागत छ यहाँलाई कार्यक्रम बोन संसारमा। कार्यक्रम बोन संसार मार्फत हामीले बोन धर्मको बारेमा प्रचार र विभिन्न जानकारीमूलक सन्देशहरू दिने गरेका छौँ र आजको कार्यक्रम बोन संसारमा हाम्रो स्टुडियोमा हुनुहुन्छ बोन धर्मका धर्मगुरु र बोन धर्मलाई विश्वभरि अहिले फैलाउँदै आइरहनुभएका एकदमै धर्मगुरु हुनुहुन्छ रिम्पोछे लाची निमा डापा रिम्पोछे हुनुहुन्छ। स्वागत छ यहाँलाई। नमस्ते सर, थ्याङ्क यू। सन्चै हुनुहुन्छ? हजुर हजुर ठिक छ। कस्तो हुँदैछ? बिजी भयो अलि, यहाँ अहिले टाइम चाहिँ अलि सर्ट थियो, त्यस कारणले अलि धेरै बिजी भयो, तर ठिक छ, राम्रो छ। मौसम पनि राम्रो छ आजकल है। हजुर हजुर ठिकै छ। अरू धर्म गर्ने कामहरू त भइरहेछ? हजुर हजुर ठिक छ। पूजापाठ यता हजुर रिम्पोछे, आज हामीले विशेष गरी हामी यहाँसँग विगत केही समयदेखि बोन धर्मको बारेमा नै कुराकानी गर्दै आइरहेका छौँ र आज पनि हामी यही बोन धर्मकै बारेमा कुराकानी गर्नेछौँ। र यो बोन धर्मभित्रमा यो बोन बुद्धिस्टमा विभिन्न मन्त्रहरू छन्, सयौँ हजारौँ मन्त्रहरू छन् र त्यो हजारौँ मन्त्रहरूमध्येमा चाहिँ मुख्य मन्त्रहरू के हो र त्यो मन्त्रहरू कसरी जप्ने र त्यो मन्त्रहरूले के काम गर्छन् र त्यो कस्तो कस्तो कन्डिसनमा त्यो मन्त्रहरू जपिन्छ भन्ने बारेमा आज हामी कुराकानी गर्नेछौँ र हजुरले यो कुरामा प्रश्न पारिदिनु हुनेछ भन्ने चाहिँ हामीले आश गरेका छौँ। र प्रोग्रामको सुरुमै यहाँले जानकारी गराइदिनुहोस् कि बोन बुद्धिस्टमा कति र कस्ता खाले मन्त्र छन् र ती मन्त्रमध्ये मुख्य मन्त्र चाहिँ कुन कुन हुन्? ठिक छ। नमस्ते सबैले, बोन संसारको सबैजनालाई। त्यो अब बोनमा यसो गर्दाखेरि त धेरै नै मन्त्रहरू छ। त्यो आफ्नो इदम बनाउन देवी देवताहरूको अलग अलग हुन्छ। अर्कै कामको बिमार भयो भने लङ लाइफको लागि, अनि केही अब्स्टिकल भयो भने त्यसको कसरी हिल गर्ने, कसरी फ्री गर्ने, फलानाको धेरै हुन्छ। तर बोनको टिचिङमा बुद्ध तम्बा सेरपले त्यो मेन फोकस आइडिया चाहिँ के हो भने टिचिङ चाहिँ अब हाम्रो मान्छेको लागि संसारमा फाइदा हुने कसरी आफ्नो एभ्रिडे लाइफमा नम्बर 1 चाहिँ कसरी मिनिङफुल गर्ने होइन। मतलब अब एसेन्स हुनु पर्यो। जिउँदो त सबै रहन्छ, तर जिउँदो रहेर कोही मतलब मिनिङ भएको जिउँदो, कोही मिनिङ नभएको जिउँदो, त्यसो हुन्छ। त्यसमा धेरै टिचिङहरू फलाना अब मेन 3 क्याटेगोरीमा दो ngak सेम भन्छ, सूत्र, तन्त्र, जोक्छे भन्छ हाम्रो बोनमा। त्यसमा अब आफ्नो धेरै ठुलो बाहिर गयो भने धेरै बिग सब्जेक्ट हो। अब त्यसो केही मान्छेलाई टाइम न, अब आजकलको समयमा मान्छेहरू सबैले सर्ट पाएछ। टाइम एकदम सर्ट हो है। चाहिने कुरा सबै अब त्यो चाहिनको लागि एफोर्ड गर्नुले टाइम नभएको ओके। त्यस कारणले अब त्यस्तो खाल या अनपार या मान्छेलाई एकदम मनमा केही गरौँ भने विचार हुने, राम्रो गरौँ आफ्नो लागि, अरूको लागि, तर एकदम पुरा ज्ञान पनि स्टडी गर्नुलाई टाइम नहुने, त गर्ने इच्छा भएको हुनाले केही। अनि बुद्धले सोध्नु भयो उहाँको एउटा चेलाले, अब यदि हामीले त्यो पुरा डिटेलमा दो ngak सेम जस्तो सूत्र तन्त्रमा गएर त्यो गर्नु नसके पनि तिनीहरूको लागि के चाहिँ हामीले गर्नु सक्छ, त्यो हामीले आफूले पनि फाइदा, अरूले पनि फाइदा गर्नु सक्ने बेनिफिट, अरूले के अर्कोले के भनेर सोद्धाखेरि ठिक छ यो हो रे। बोन जति एक्सप्लोर गर्यो भने, एक्सपेन्ड गर्यो भने जानु सक्छ, तर एकदम सिम्पल गरेर एकदम सर्ट गर्यो भने एसेन्समा हुन्छ। त्यसमा चाहिँ सबैभन्दा इम्पोर्टेन्ट चाहिँ हाम्रो चाहिँ तीन मुख्य जाप हुन्छ। त्यो चाहिँ इङ्ग्लिसमा 3 एसेन्स अफ बोन भन्छ। बोन टिचिङको सबैको एकदम कलेक्टिभ एसेन्स अफ द बोन, विजडम अफ बोन त्यो हो। त्यसमा चाहिँ 3टा हुन्छ। टिबेटनमा हामीले भन्छ निङबो नमसुम। निङबो भनेको चाहिँ मेन एसेन्स, नमसुम भनेपछि टाइप 3 टाइप अफ द जाप हुन्छ के 3 तरिकाको। त्यसमा सबभन्दा पहिला चाहिँ सालेहो भन्छ सर्ट फर्ममा। खास चाहिँ सालेहो एउटा हो, अनि सेकेन्ड चाहिँ माटी हो,
अनि थर्ड चाहिँ तुटिसु हो। यो तीनटा चाहिँ अब यसो कलेक्ट मोटोमोटीमा भनेपछि सालेहो भनेपछि कम्प्यासनको लागि कम्प्यासन बुद्धको मेन एसेन्स एनर्जी ब्लेसिङ विजडम सबै त्यो कम्प्यासन। सेकेन्ड चाहिँ माथि चाहिँ यो प्युरिफाई हाम्रो आफ्नो कर्म जो छ कर्मलाई अब कर्म गर्यो तर कर्म गरेपछि त्यो कर्मले कसरी क्लिन गर्ने भनेर कसरी हटाउने सफा गर्ने होइन। एक किसिमले काब्रामा मैलो भएपछि काब्रा मैला भयो भनेर राखेर त भएन, धुनु पर्यो, त्यसलाई साबुन चाहियो नि। त्यस्तै यो माटी चाहिँ त्यो कर्मलाई साफ गर्ने प्युरिफाइड गर्ने हो। मतलब तुटिसु चाहिँ कर्मले जाडबाट आफ्नो कर्मको पासको अहिलेको जसो पनि नेगेटिभ जो हाम्रो बडी स्पिच माइन्डबाट एङ्गेज भएछ हामी त्यसमा चाहिँ सबै जाडबाट उठाएर अनि एकदम चाहिँ त्यो सिड भनौँ न प्लान्टको सिड हुन्छ त्यस्तै सफरिङको सिड चाहिँ रुट एकदम जाडबाट खतम गर्ने तुटिसो हो। यो तीनटा अलग अलग प्र्याक्टिस कम्प्यासन भयो, कर्मा प्युरिफिकेसन भयो अनि टोटल रिमुभिङ और इलिमिनेसन भनौँ न जाडबाट उठाएर फ्याँक्ने जस्तो त्यो तीनटा हो। अब आजलाई यसमा मैले चाहिँ के सोच्यो भने अब यसमा चाहिँ हाम्रो यो टिचिङ चाहिँ यस्तो होइन कि यो टिचिङ खालि जाप हुनुपर्छ प्र्याक्टिस गर्नुपर्छ भयो खालि टिबेटन मान्छेले, त्यो होइन। संसारमा अब हामी दुनियाँभरमा ट्राभल गरिरहेको हुन्छ देश विदेशमा हाम्रो टिचिङ गर्दाखेरि लेसन टिबेटन मात्र होइन वेस्टर्नर छ, धेरै किसिमको अलग अलग कन्ट्री अलग अलग आफ्नो सिटिजनहरू जसले पनि अब यो मन्त्र जसले सुन्यो भने सबैले मन साफ गरेर जाब्यो भने त्यसमा ओ म यस्तो म त बुद्धिस्ट होइन, म फम्बो होइन, म क्रिस्चियन होइन, हिन्दू त्यसो होइन। बुद्ध चाहिँ सबै हाम्रो नाम अलग अलगमा बुद्धको फर्म चाहिँ सबैले फाइदा होस् कल्याण होस् भनेर टिचिङ गरेको। त्यसको हिसाबले जसले गरे पनि आफ्नो मन विश्वास हुनु पर्यो होइन। विश्वास गरेपछि आफूले यो पर्यो भने मेरो आफ्नै धर्म चाहिँ फेरि हुँदैन होला। अब आजकल यस्तो भइरहेछ नि मान्छेले ओ तिमी मेरो धर्म गर्यो भने अर्को धर्ममा जानु हुँदैन, त्यो चाहिँ मेरो विषयमा त्यो रङ हो, यो गलत हो। कुनै पनि देवता बुद्ध जो भनौँ न जसले पनि मेरो मात्र गर अरू नगर्नु भने यस्तो सिकाउनु बुद्ध छैन। यस्तो बुद्ध भए पनि त्यो बुद्धै होइन मरेको कुरा। त्यसमा सबैको कल्याणको लागि हो। अब त्यसमा कोही पनि हुनसक्छ। त्यस साले भनेपछि नम्बर 1 अब आजकलको हाम्रो दुनियाँमा यो संसारमा मान्छेहरू धेरै लोभी भयो, एकदम आफ्नै मतलब भयो होइन। भन्नु त राम्रोसँग बसेको बेलामा त चाय कफी खाएको बेलामा त सबैले भन्छ सबैको राम्रो होस्, सबैले दया हुनुपर्छ, त्यस्तो जस्तो मैत्री हुनुपर्छ भन्छ। तर आफ्नोमा पर्यो भने त्यो सबै बुलेर जान्छ, आफ्नै मेरोमा भनेर आउँछ नि। अब त्यस्तो लागि यो मन्त्र साले हो भने यो मन्त्र चाहिँ खास मन्त्र हो। यो चाहिँ मैत्री बुद्ध भनौँ न हाम्रो इङ्ग्लिसमा कम्प्यासनेट बुद्ध सेला होकर भन्छ, बुद्ध अफ लाइट अफ सेन। सो त्यो आफ्नो कम्प्यासनको लागि काम राम्रो दयालु अरूको लागि अनि आफूलाई पनि जति आफूले दयालु चाहन्छ त्यो हामीले सम्झेर अरूले पनि त्यही चाहिन्छ एक नो डाउट एकदम बिना सङ्कोच त्यो हुनुपर्छ। त्यसको लागि त्यो हेर्दाखेरि सबभन्दा चाहिँ जुन चाहिँ मन्त्र जापोस् पूजा गरोस् आफ्नो मन चाहिँ एकदम साफ हुनु पर्यो, राम्रो हुनु पर्यो। तपाईँ त्यतिको मेडिटेटर ध्यानमा बस्ने हो नहुने कुरा छैन। सबभन्दा त हाम्रो मन छ नि, यो मनले गर्दाखेरि हाम्रो लाइफ अच्छा पनि हुन्छ खराब पनि हुन्छ होइन। मनले सोच्नेको तरिकाले अब त्यसले अब मैले तपाईँले विश्वास गरेर कुरा गऱ्यो आफ्नो मनको कुरा एकदम इमान्दारले तपाईँसँग कुरा गर्यो भने तपाईँले पनि त्यो फिल गर्नुसक्छ यो चाहिँ मलाई इमान्दारीले मलाई विश्वास गरेर कुरा गर्दो रहेछ भनेर। अनि त्यसमा रिएक्सन तपाईँको पनि अलगै हुन्छ नि। अब मैले चाहिँ तपाईँ अलि सङ्कोच गरेर कुरा अलि गर्ने अलि ननिकाल्ने जस्तो एकदम टोटल ओपनली नगर्नु तपाईँको मनमा ल मलाई त्यतिको विश्वास गर्दैन रहेछ कि त यसले अलि
त्यो पर्फर्मेन्स गर्दो रहेछ भनेपछि तपाईँ हामी दुईजनाको बिचमा सम्बन्ध राम्रो हुन सक्ने छैन नि। अब त्यसको लागि जति आफूलाई प्यार गर्छ त्यति अर्कोले पनि प्यार ट्राई गरौँ न, होइन? ट्राई गर्दा गर्दा अनि हामी त्यो गर्नु सक्छ। त्यो आफ्नै मान हो, तपाईँको मान मेरो मान दुइटै मान फिलिङमा बसिरहेको छ नि, होइन? त्यस कारणले हामी सबैले सबभन्दा पहिला चाहिँ सबैले दया मनमा हुनु पर्यो, राम्रो होस् भन्ने मनमा हुनु पर्यो। अब संसारमा कहाँ कहाँ के हुनिरहेछ तिनीहरू सबै विचार गरेर अनि त्यसका प्रब्लम वार मारपिट अर्कै दुनियाँ एकदम हजारौँ कोस दूर छ हाम्रोभन्दा, तर इफेक्ट त हाम्रो यहाँ पनि त पर्दैछ नि। त्यस कारणले हाम्रो संसारमा सबै जुडेको छ के। त्यो हुँदाखेरि वहाँ राम्रो भयो भने यहाँ हुने राम्रो, यहाँ राम्रो भयो भने वहाँ हुने। त्यस कारणले जति तपाईँ राम्रो छ अरूलाई उति तपाईँ अरूले पनि एक्सपेक्ट गर्न सक्छ। आफै अरूले केही पनि राम्रो सोच्ने नगर्ने, अरूले तपाईँले राम्रो गर्नुपर्ने त एकदम त्यो त यस्तो हुनु सक्दैन, होइन? त्यस कारणले अब यो जप्दाखेरि मनमा अलि दयालु, मनमा अलि सोझो, इमान्दार अनि सबैले कल्याण होस् भनेर मनमा त्यो हुनु आवश्यक हो। त्यसो गर्दाखेरि आफ्नो मन अलि संसारको आफ्नो मन परिवारको केही कारणले दुःखी छ भने त्यो पनि अलि दुःखी चाहिँ कम भएर जान्छ। जस्तो दुलो एकदम ड्राई भएर दुलो उडिरहेको बेला कसैले अलि पानी छिटा पऱ्यो भने दुलो त त्यहीँ काम भएर जान्छ, होइन? उड्दैन। त्यस्तै हाम्रो मनमा पनि त्यस्तो नाखुस होला केही कारणले। अब त्यो विचार गर्दै गर्दै बढ्दै अनि कम्ती त हुँदैन। जति हामीले त्यो नेगेटिभ विचार गर्छ त्यतिको हाम्रो मन चाहिँ चिलमिल भएर आउँछ। त्यस कारणले त्यसमा सबैले पहिला चाहिँ सबैले राम्रो सोच्नु परेर अनि सोचेर चाहिँ तपाईँको मन पनि अलिक फोकस यसैमा गर्ने। अनि बुद्ध कम्प्यासन मैत्री बुद्धलाई सेला होकर भन्छ हामीले। मैत्री बुद्धले सोचेर देखेर मनमा अनि तिनीहरूको ब्लेसिङले अनि आशीर्वादले तिनीहरूको शक्तिले अनि तपाईँको मनमा भएको त्यो चाहिँ इफेक्ट होस्, के भन्छ, फरक परोस् अरूलाई। त्यो तपाईँले जाप गरेको मनमा सोचेको शान्ति, मनमा सोचेको राम्रो, अर्काको कल्याण सबै त्यो होस् पुरा इन रियालिटी त्यस्तै होस् भनेर त्यो उनीहरूले पनि ब्लेसिङ भन्छ नि हामीले। ब्लेसिङ भनेको त आफ्नो मनमा आउनुपर्ने हो। ब्लेसिङ एकदम डल्लो भएर आकाशबाट त गिर्दैन। आफ्नो मनमा फरक पर्नु पर्यो। मनमा क्रोध छ भने त्यो अलि दयालु मनमा चेन्ज गर्यो भने त्यही त ब्लेसिङ हो। त्यसमाथि अनि हामी मन शान्ति गरेर बस्ने अनि त्यहाँबाट त्यो जाप्ने आ ओम हुङ आ आकार साले हो भन्छ हाम्रो के। आ ओमे हुँ आ आकार साले हो आ याङ ओम दु भनेर त्यो पिसेस हुन्छ मन्त्रहरू। त्यो चाहिँ परेर अनि बिचमा ब्रेक भएर भने मतलब त्यसमा आ भनेको के हो, ओम भनेको यो मन्त्रमा के छ, किन यो मन्त्रले हामीले फाइदा हुन्छ भनेपछि पहिलाको यो मन्त्र तीनटा चाहिँ आ ओम हुँ भनेपछि अब संस्कृतमा त्यो भन्छ नि निर्माणकाय बुद्ध भयो अनि त्यो सम्भोग त्यो के भन्छ निर्माण होइन त्यो धर्मकाय भयो भङ्गु भन्छ हामीले प्री मोडल बुद्ध भङ्गु भन्छ धर्मकाय भयो अनि निर्माणकाय भयो अनि सम्भोगकाय त्यो तीनटा बुद्ध हुन्छ। त्यो तीनटा बुद्ध चाहिँ हामी यसो विचार गर्दाखेरि त्यो अलग जग्गा माथि कहीँ तीनटा छ जस्तो लाग्छ नि। त्यो चाहिँ असली मतलबमा तीनटा हाम्रो मनकै त्यो हो अलग फर्म्स। जस्तो कि हाम्रो मन यो मन चाहिँ जति तपाईँ कङ्क्रिट सम्झिन्छ त्यो जस्तो कङ्क्रिट छैन दुनियाँमा केही पनि कङ्क्रिट छैन। कङ्क्रिट भनेको इन्डिपेन्डेन्ट सलिडनेस। अब हाम्रो यो मनको नेचर हुन्छ नि असलियत नेचर हुन्छ त्यो चाहिँ एम्टी प्रिमोडली फ्रम द भेरी बिगिनिङ एकदम पहिलादेखि नै त्यो त एम्प्टिनेस भन्छ। त्यस कारणले त्यसको प्रिमोडल बुद्ध भन्छ कि कसैले पनि नबनाएको आफू जस्तो छ त्यस्तै उम्रिएको त्यो हाम्रो मनको
असली त्यो नेचर चाहिँ त्यही हो हाम्रो मनको। अनि अर्को चाहिँ त्यो त्यस्तै हाम्रो कसैले नबनाएको आफ्नो नेचुरली उम्रिएको मनमा एम्टीमा अब केही पनि नभएको जस्तो होइन, त्यसमा एनर्जी हुन्छ, पर्फेक्सन इन बाई नेचर हुन्छ के त्यो आफ्नो हिसाबले त्यसमा चाहिँ एनर्जी हुन्छ। त्यो एनर्जीले अब जस्तो धूप हुन्छ नि, सन हुन्छ नि, सूर्य हुन्छ, सूर्य क्लियर छ त्यो त छँदैछ, तर क्लियर मात्र होइन, त्यसले त्यसमा लाइट पनि छ, रेज पनि छ नि, रेज धेरै के भन्छ सूर्यको त्यो रेजलाई नेपालीमा प्रकाश भनौँ न है, धेरै हजारौँ प्रकाश छ त्यसमा। अब त्यो चाहिँ जहाँ जहाँ पुग्छ सबै जग्गा क्लियर हुन्छ होइन। अब त्यस्तै हाम्रो मनमा पनि त्यही छ, त्यो नेचर अफ आवर माइन्ड, त्यो एम्प्टी माइन्ड छ नि हाम्रो, त्यसमा त्यो एनर्जी हुन्छ लाइट। त्यो लाइटले आफ्नो र अर्काको मनमा डार्क भएको, कालो भएको, अँधेरो भएको चाहिँ उज्यालो गर्छ त्यो लाइटले। त्यो चाहिँ एनर्जी अफ द भेरी नेचर अफ द एम्प्टीनेस, त्यो हाम्रो मनको। त्यो पनि कसैले बनाएको होइन, त्यो जस्तो आगो छ, आगोसँग पोल्ने एनर्जी त हुँदै हुन्छ, त्यो कसैले बनाएको होइन, नेचर हो नि होइन। पानी चिसो छ, त्यो पनि नेचर हो। अब जस्तै त्यो एम्प्टी द नेचरको एनर्जी जसले उज्यालो गर्नु सक्छ, मन दुखेको बेला क्लियर लाइट हुनसक्छ, नजानेको बेलामा जन्नु ज्ञान दिनु हुन्छ होइन, कन्फ्युज भएको बेलामा क्लियर गरेर आफ्नो त्यो सिधा पाथ रियालिटी देखाउने, त्यस्तो एनर्जी एन्ड ब्लेसिङ्स त्यो एउटा हो ओम चाहिँ सेकेन्ड वर्ड। अनि त्यहाँबाट फेरि आ ओम हुङ हुन्छ। हुङ चाहिँ त्यो दुईवटा बाहेकको माथि अब योले के भनौँ, यो निर्माणकाय भन्छ, अब मेनिफेस्टेसन हुनु पऱ्यो नि। अब त्यो अर्को अर्को आफूले मात्र होइन एक्सपिरियन्स, अरूले हाम्रो मनबाट डेडिकेट गर्यो भने, उनीहरूको लागि हामीले गर्यो भने, जस्तो हामीले भएको आफ्नो खोल्टीमा भएको केही पैसा छ भने निकालेर त्यो गरिब फुटपाथमा बसेको मान्छेले दिएको जस्तो हो। जबसम्म नदियो तपाईँको भित्र पैसा भएर पनि अरूले फाइदा हुने, बिचारा दुःख नहोस् भनेर त हुने कुरा होइन, त्यो गर्नु पर्यो, एक्सन हुनु पर्यो। धर्मको एक्सन चाहिँ दयालु अनि करुणा, त्यस गर्न त्यहाँबाट हाम्रो एक्सन चाहिँ हाम्रो त्यो एङ्गेजमेन्ट चाहिँ आफ्नो डेट जति आफ्नो हैसियतले सक्छ त्यो हो, ठुलो कुरा होइन, यति गर्नुपर्छ ठुलै गर्नुपर्ने कुरा होइन। मनले गर्नु के भन्छ तपाईँहरू त्यो रिमेम्बरिङ के याद, कसैले केही गर्नुपर्ने भनेर त्यही मनमा पहिला त्यही आएको मात्रै नै एकदम ठुलो हो। त्यहाँबाट त्यो एक्सन चाहिँ मनमा एक्सन सम्झेर मात्र नराख्ने, केही गर्नुलाई ट्राई गर्नु, सक्सेस हुनसक्छ सक्सेस हुन सक्दैन त्यो कुरा होइन, तर आफैले त ट्राई गर्यो नि, ट्राई चाहिँ एक्सन हो। अनि ट्राई गर्दाखेरि सक्सेस भयो भने फ्रुटफुल हो। त्यो चाहिँ हाम्रो यो यस्तो मन्त्रमा। अनि तपाईँ बसेर सकेसम्म तपाईँ 5 बडी पोस्चर भन्छ, सिटिङ राम्रो गरेर बस्ने, मन साफ गरेर बस्ने, शान्ति गर्ने, अलि त्यही एकैछिनको लागि 10-15 मिनट 20 मिनट जति भयो भने आफ्नो संसारको काम अलि यताउता राखेर मन त्यसैमा लगेर, एउटा फोन आयो त्यसमा कुरा गर्यो, कहिले घन्टी बजायो, त्यस्तो नगर्ने। अब एकैछिन कमसेकम त्यो बेलामा हाम्रो मन चाहिँ हाम्रो साइक्लिक वर्ल्डबाट अलि परे गरेर आफ्नो इनर वर्ल्डमा जाउँ न, धार्मिक वर्ल्डमा गएर त्यही धार्मिक वर्ल्डबाट अनि हामी शान्त भएर त्यो जाब्यो भने, अनि विथ गुड इन्टेन्सन जाब्यो भने आफूलाई पनि त्यही फाइदा हुन्छ। त्यहाँबाट चाहिँ आफूले जति अर्काको लागि त्यो राम्रो मनले सोच्यो र त्यो सेयर गर्ने मन भयो भने डेडिकेसन भन्छ, अनि सबैले अर्कोले पनि फाइदा हुन्छ। त्यसबाट त्यही शान्ति मनले अनि
पनि यस्तो आफूले माला छ भने अनि एकवटा एउटा यसो गरेर जाबेर यो सर्कल कम्प्लिट गरेर एउटा भयो अनि आफ्नो टाइमको हिसाबले कति 5-10 1 घन्टा आधा घन्टा त्यसो गरेर अनि एकदम मन कन्सन्ट्रेट गरेर गर्यो भने त्यसले बुद्धको ब्लेसिङ बुद्ध अफ कम्पेसन माइत्र बुद्धको आशीर्वाद ब्लेसिङ आफ्नो मानबाट त्यो ब्लेसिङ एनर्जी थ्रु एनर्जी आवर बडी एन्ड एक्सन स्पिच भर्बल एक्सन माइन्ड एक्टिभ थिङ्किङ पोजिटिभ थिङ्किङ एक्सनबाट हामीले जति समस्या सक्यो भने त्यो गर्यो भने अनि त्यसले आफ्नो मनमा नम्बर 1 चाहिँ आफ्नो मनमा शान्ति हुन्छ अनि त्यो गरेर जति तपाईले जाब्यो त्यो जाबे सकेपछि अनि 5-10 मिनेट एकदम शान्ति गरेर नजाबेर शान्ति जस्तो मान्छ त्यसै भित्रै आफ्नो मनमै हेरेर मनमै बसेर शान्ति महसुस गर्ने त्यहाँबाट चाहिँ बुद्ध अफ कम्पेसनको याद गर्ने अनि उहाँको प्रेजेन्समा आफैले मनले पुरा इमानदारीले जति मैले यो प्रार्थना प्र्याक्टिस जपले मलाई केही ब्लेसिङ्स प्राप्त गरेको छ एनर्जी प्राप्त गरेको छ शक्ति प्राप्त गरेको छ त्यो सबै संसारभरको जीवित सबैले फाइदा होस् सबैको दुःख एकदम दूर होस् दुःख जाओस् सबैको मनमा शान्ति होस् भनेर त्यस्तो चाहिँ गरेर डेली बेसिसमा तपाईँ जाँदा आउँदा बस्दा अब त्यो कुकिङ गर्दा पनि गर्न सक्छ त्यो केही यस्तो बस्नुपर्ने होइन कुरा होइन त्यो बस्नु त आफ्नो मनको अलि इजी फोकस गर्नुले अनि जब यो हामी यसमा फेमिलियर भयो अनि भनेपछि यो जहिले पनि जाबे हुन्छ म आकर्षले आया ओम भनेपछि अब यो तीनटा ओम हुङ चाहिँ त्यो भयो तीनटा हाम्रै मानको हो त्यो हाम्रो त्यो गर्दाखेरि हाम्रो मन नै ट्रान्सफर्म गर्ने के अब तपाईँ ट्राई गर्नुहोस् न जस्तै कि कोही मान्छे अब धेरै कारण हुन्छ होइन खुसी छैन परिवारसँग खुसी छैन रिलेसनशिपमा खुसी छैन बिजनेसमा खुसी छैन हेल्थमा खुसी छैन केमा खुसी छैन दुःखै दुःख कुनै मान्छे दुःख एक्सप्रेस गर्छ कुनै मान्छे दुःख भित्र लुकाएर बस्छ तर दुःखै बसिरहेछ फेरि पनि अब त्यति बेला तपाईँ एकचोटि ट्राई गर्नु सक्छ मान्छेहरूले त्यस्तो बेलामा तपाईँ सबै काम यताउता छोडेर शान्ति कि त तपाईँको बेडरुममा कि त तपाईँको श्राइन रुम मेडिटे और कहीँ बाहिर गएर जङ्गलमा एउटा ठुलो पत्थरमाथि बसेर केही पनि नसोच्ने दुःख नसोच्ने एकदम आफ्नो मन जन्मेको बित्तिकै हाम्रो मन त हामीसँगै छ तर जन्मेको बित्तिकै त हामी दुःखी छैन त के पनि थाहै छैन दुःखी नामको थाहै छैन हामीलाई आफ्नै नाम थाहा छैन अरू दुःख के सुख के होला होइन तर हामी हुर्किँदै गयो बाले अलि यो भयो बहिनीले यो भयो आमाले यो भने तिमी यस्तो गर्नुपर्छ उस्तो अनि साथीले सबैले तपाईँको माथि केही जिम्मेवार जस्तो काम दिँदै गयो तपाईँले ल मेरो मान्छे बा आमा काका काकी जो छ उनीहरूले मलाई राम्रो सोचेर भन्यो अब तपाईँ ल त्यो मान्छे तिम्रो दुश्मन है कि हाम्रो परिवार उसँग मिल्दैन ल त्यो चाहिँ मेरो बहिनीसँग मिल्दैन अब तपाईँले केही दुश्मनी छैन तर तपाईँले दुश्मन बनाइदियो त्यसमा त्यसो गर्दाखेरि जति तपाईँले अरूले दुश्मन गर्यो त्यो मन खुसी त छैन नि दुश्मन भनेपछि त्यो मान्छे देख्दाखेरि तपाईँ हाँस्नु मन लाग्दैन त्यो मान्छे देखेको बित्तिकै ल फेरि भेट्यो जस्तो मनमा त्यो चाहिँ बढ्दा गयो भने एक दिन त्यो चाहिँ जहर भएर आउँछ अनि जहर आफ्नो मुखबाट आउँछ जहर आफ्नो एक्सनबाट आउँछ जहर आफ्नो मनमा आउँछ अनि जति त्यो आफ्नो मनबाट आयो आफ्नो मुखबाट आयो आफ्नो बडीले एक्ट गर्यो त्यतिले उहाँले डिस्टर्ब कुरा त हो कि होइन थाहा छैन उहाँले कति इफेक्ट पर्छ तर हामी आफैलाई त इफेक्ट पर्यो त्यो जहर त सबै हाम्रै भित्र छ नि सोचेको उनीहरूको लागि हो तर भएको त हाम्रै भित्र त्यो फरक त हामीलाई नै पर्छ अरू कसैले भन्नु सक्दैन होइन त्यसै बेलामा तपाईँ त्यो बेलामा एकचोटि शान्त गरेर बसेर आफ्नै मनभित्र जागेर भए पनि केही पनि आगे पछि केही नसोध्ने जस्तो कि तपाईँ कहीँ पनि कनेक्सन छैन तपाईँ एकदम
जस्तो तपाईँ पहाडमाथि बसेछ त्यो पहाड जस्तो कसैले पनि मतलब छैन, तपाईँ त्यहीँ कि त्यहीँ छ। त्यति बेलामा तपाईँको मन एकदम त्यही गरेर भित्र कनेक्सन गर्न सक्यो भने आफ्नै आफैमा त्यहाँ क्लियर अफ लाइट भन्छ, क्लियर अफ लाइट आफ्नै आप भित्र उज्यालो भएर आउँछ। त्यो उज्यालोले अँधेरोमा अब नबुझेर क्रोधहरू जसो जसो त्यो सबै इलिमिनेट त्यो बुझाउन सक्छ, क्लियर गर्न सक्छ। त्यति बेलामा तपाईँले जति 5-10 मिनट शान्ति तपाईँ उठ्नुहोस्, उठेको बेलामा तपाईँले महसुस हुन्छ कि तपाईँ आफैले पनि अलि त्यो नबुझ के भयो, अघि त म दुःखी थियो, अहिले त मेरो मन हल्का छ ल भनेर अलि खुसी जस्तो। साथीहरूले पनि के भयो यो अघि चाहिँ एकदम त्यो थियो, अब अहिले एकदम त्यो के भयो, त्यो फरक चाहिँ त्यसमा त्यो भन्छ ब्लेसिङ, आशीर्वाद। त्यही हो नि आशीर्वाद। लामा साधु बाबा आफ्नो आफ्नो मान जसले मान्छ हात टाउकोमा राख्छ हाम्रो माथि, खाली राखेर त फाइदा भएन। उहाँले जति राख्यो उहाँले पनि त्यसमा मनमा त्यो हुनु पर्यो, उहाँ चाहिँ केही दिँदैछ तिमीलाई, तपाईँले पनि त्यो ओपनली मनमा हुनु मलाई पायो। सो त्यति बेला तपाईँको मनमा पायो, उसले दियो भने यो दुईटा मिलन भयो भने तपाईँको मनमा शान्ति हुन्छ। नत्र पनि यो एकदम कल्चर जस्तो ट्रेडिसन जस्तो होइन। अब त्यही हो, अब आजकल बाहिर गयो भने विदेशीहरूले पनि यसो गर्छ, ढोक्छ, त्यो बडी हो, बडी एक्सन हो। त मनमा छ कि छैन के होइन। मनमा हाम्रो अब जस्तो कल्चर एसियनको धेरै जस्तो हाम्रो इन्डिया भयो, नेपाल भयो, टिबेटन भयो, तिनीहरूको त धेरै रिवाज नै बुजुर्गलाई सेवा गर्ने, मान्ने, खुट्टाको आफ्नो माथामा लाग्ने, त्यो त हामी त एकदम सानोदेखि नै सिकाएको, त अटोमेटिकली हाम्रो खुनमा दौडिरहेको छ नि। त्यस्तै हाम्रो यो खुनमा हाम्रो मनमा दुःख चाहिँ बाइ बर्थ होइन, दुःख हामीले क्रिएट गरेको। त्यो क्रिएट गर्ने पनि हाम्रै मन हो। त्यो मनलाई अब शान्त गरेर त्यो क्रिएसन चाहिँ हटाउनुले पनि हाम्रै मनबाट काम गर्नुपर्छ। त्यसको लागि धेरै तरिका हुन्छ, तर यो हाम्रो अहिले खास चाहिँ यही जापको लागि, त्यो जाप जप्नुको लागि त्यो चाहिँ जाप जन्ने चाहिँ एउटा यो हो कि यो मन्त्र भनेपछि जस्तो हात्तीले समातेर राख्नुले चेन लगाउँछ नि खुट्टामा, यो जाप चाहिँ हाम्रो कनेक्सन देवी देवतासँग कनेक्सन कायम राख्नेको एउटा ब्रिज हो, एनर्जी हो जापले। अनि मेडिटेसन देवताले इन्भिटेसन हाम्रो त्यो हो कि त्यसबाट त्यो इन्भिटेसन र त्यो मेन्टेनिङ कनेक्सन मेन्टेनेन्स गर्नु सक्यो भने अनि त्यो हाम्रो सम्बन्धमा अझै पनि डिप हुँदै जान्छ, डिप हुँदै जान्छ, विश्वास बढ्दै जान्छ। त्यहाँबाट जति विश्वास बढ्ने, जति विश्वास एकदम सही राम्रो हुने, असली हुने, त्यतिको हामीले भित्र शान्ति मनमा आफ्नो आफै उभिएर आउने। त्यो उम्रेको चाहिँ अरू ब्लेसिङ केही छैन। ब्लेसिङ भनेपछि मनमा हुनु पर्यो, गुरुको ब्लेसिङ, धर्मको गुरु ब्लेसिङ, देवी देवताको ब्लेसिङ, सबै मनमा हो। अब मन चेन्ज गरेर अनि मान्छे चेन्ज हुन्छ नि होइन। मान्छे चेन्ज गर्यो, मन चेन्ज गर्यो भने उसको कर्ता एक्टिभिटी चेन्ज, बडी ल्याङ्ग्वेज चेन्ज हुन्छ, स्पिकिङ ल्याङ्ग्वेज चाहिँ कुराकानी गर्दाखेरि अरूले केही मतलब अरूले रोकटोक नगर्ने होइन, जतिसम्म पनि केयरफुल गर्ने। अब यति यही हाम्रो आफै सोचिरहेको, जति त्यही सोच्छ त्यतिको हाम्रो मनमा एउटा आफ्नो एउटा पावर पनि आउँछ। जस्तै तपाईँले मलाई मेरो पछाडि चाहिँ मेरो बारेमा केही नराम्रो बन्यो, गर्दैछ, टोक्दैछ अरूले होइन, अब केही नभएको मलाई एक्सपिरियन्स छ, मेरो प्र्याक्टिस छैन भन्दा म पनि त्यो रिसले उठेर ल उहाँले मलाई यस्तो भने किन के हो, म चाहिँ चुप लाग्दैन भनेर रिसाएर आउँछ। अब मैले त्यो बुझेको छ भने ल त्यो त उहाँले भनेको हो, तर मलाई त्यो फरक पर्ने कि नपर्ने त मेरै हातमा छ, किन म त्यसो गरौँ। अनि नगरेपछि त तपाईँले बुलेट प्रुफ पुनेको जस्तो, अर्कोले तपाईँले सुट गर्यो भने बुलेट प्रुफ हो है, बुलेट प्रुफ ज्याकेट छ भने राम्रो चाहिँ असली चाहिँ हुनु पर्यो। त्यो छ भने
उहाँले गोली हालेर तपाईँले सुट गरेर के भयो फरक पर्दैन, त्यसले प्रोटेक्ट गर्छ। त्यो बुलेट प्रुफ चाहिँ हाम्रो मनको भित्र धर्मको समाज र विश्वास हो हाम्रो देवी देवता बुद्धाहरूलाई। त्यस कारणले जति हामीले त्यो प्रोटेक्सन छ, तपाईँले मलाई केही नराम्रो भन्यो र तपाईँले मलाई धेरै राम्रो मात्र भन्यो, त्यसको पछि पर्यो भने हामी त्यही त अहिलेसम्म परिरहेको छ संसारमा। त्यसको पछाडि नपरेर हामी आफैले हेरेर बुझेर के हो, कसो हो, कहाँ हो, कहिले हो, बुझेर त्यो मनलाई कन्ट्रोल गरेर शान्ति गरेर सक्यो भने कसैले पनि तपाईँले त्यो डिस्टर्ब हुँदैन। त्यो चाहिँ हो अब हाम्रो यो मन्त्रको लागि। जस्तो कि आ ओम हुङ भयो, अनि आ आकार भन्नु, आ चाहिँ हाम्रो नेचर अफ माइन्ड चाहिँ सबै चाहिँ नेचुरली क्लियर लाइट एन्ड एम्प्टिनेस के खाली हो। शून्यतामा धेरै किसिमको एक्सप्लेन हुन्छ। शून्यतामा एउटा चाहिँ शून्य भनेपछि एकदम केही पनि नभएको जस्तो, त्यो होइन। केही पनि नभएको हाम्रो यो क्रोध पोइजनले गर्दाखेरि त्यो हाम्रो प्रोटेक्सन हुन्छ, थट प्रोड्युस हुन्छ। तिनीहरूको पछाडि नगएर साँच्चै मानेर नगयो भने अनि हाम्रोमा त्यो हामी त्यसै शान्त र त्यसमा हुन्छ। त्यो हो अनबोर्न। आकार फेरि आकार चाहिँ नेचर अफ क्लियर माइन्ड हो। हाम्रो मन नेचुरली हाम्रो मनमा केही पाप छैन नेचुरली, बट पाप चाहिँ हाम्रो डुअलिस्टिक माइन्डले अनि हामीले पाप गर्न थाल्यो। तपाईँको बारेमा नराम्रो गर्ने, नराम्रो सोच्ने, नराम्रो बोल्ने, त्यस गरेपछि त हामीले त जति हामीले त्यो भन्यो मान्छे 10 जना मान्छेले हामीले त्यो क्रोध गरेपछि हामीले त 10 जना दुश्मन बनाइदियो नि। त त्यो कसैले पनि बनायो होइन, हामी आफैले बनाएको। त्यसको लागि हाम्रो आफैको मनमा त्यो गर्नुलाई बुझ्नु पर्यो मनको नेचर। अब जब हाम्रो मन नै त्यतिको नेचर अफ एम्प्टिनेस अनबोर्न रियालिटी छ भने अब त्यसको पछि हाम्रो दुनियाँभरको त्यो इल्युजनले बनाएकोमा पछि किन जाने। जस्तो हामी त्यो के भन्छ यो सर्कस हेर्न जाँदाखेरि के चमत्कार देखाउँछ कि अब हामी सबैले थाहा भएको बेलामा सर्कस सिधेर पनि त्यही केही फरक परेन। अब नसमझ भयो भने अब त्यहाँ राम्रो भने त्यसमा एट्याचमेन्ट हामी त्यहीँ अड्केको हुन्छ, नराम्रो भएन हामी त्यहीँ अड्केर फेरि पनि त्यही एक्सपिरियन्स दौडिन्छ। त्यो हाम्रो त्यो अनज्ञान रियालिटी असली के हो अनज्ञान भएर हामी त्यसमा खोयो नि, त्यो कारण हो। अब त्यस कारणले त्यसमा क्ल्यारिटी अफ द माइन्ड, क्लियर विजडम चाहिँ हुनु पर्यो। त्यो हो आकार साले भन्छ। साले चाहिँ अब क्लियर लाइट हामी मेडिटेसनमा बस्दा, ज्ञानमा बस्दा, शान्तिमा बस्दा हाम्रो भित्रको ज्ञान र त्यो विजडम उम्बर्नु सक्छ। अब त्यो नभएको बेलामा हाम्रो अनज्ञान नलेज, अनज्ञान थटहरू क्रोध हुन्छ, जस्तै लभ हुन्छ होइन, अनि एङ्गर हुन्छ, त्यसो सबै आउँछ। त्यो चाहिँ हाम्रो विजडम होइन, त्यो चाहिँ इग्नोरेन्स हो भनौँ न। त्यसो अब दुइटै चाहिँ हाम्रै हातमा छ के। त्यस कारणले त्यो यो चाहिँ बुद्धा अफ कम्प्यासन, बुद्ध नेचरली एकदम बुद्ध अफ कम्प्यासन हो। उहाँको कम्प्यासन चाहिँ नि धनी र गरिब होइन, फरक छैन। सुन्दर र सुन्दरता नभएको फरक छैन, बुढाबुढीको छैन, आइमे र लोग्नेको फरक छैन। सबैजना जसले उहाँलाई पुकार्छ उहाँ चाहिँ उपलब्ध त्यति। जस्तै हाम्रो सूर्य सधैँभरि त्यहाँबाट आउँछ अनि आकाशमा हुन्छ। अब भित्रमा हामी लुकिरहेको बेला, जस्तै अहिले हामी घरभित्र छ, सूर्य उहाँ बाहिर चम्किएको छ भने हामीले फाइदा भएन नि, किनकि हामी बाहिर गएन। सूर्यको त्यो किरणले हामीलाई त्यो गर्नुलाई हामी बाहिर सूर्य हुनु पऱ्यो नि ओपनमा। त्यस्तै हो बुद्धको कम्प्यासन। जहिले पनि जहाँ पनि भित्र पनि बाहिर पनि त्यो राति पनि दिउँसो पनि छ। तर हाम्रो मनले कहिले कहिले याद हुन्छ, बिहान बेलुका दिउँसो सधैँ जहिले पनि कि कहिले कहिले मात्र भोलि बिहान 1-2 मिनटको लागि 5-10, त्यो त अब हाम्रै त्यहीमा फरक पर्छ। त्यस कारणले अब त्यो बुद्धको कम्प्यासन सेला ओगरको विश्वास त्यो सम्झेर यो रिसाइड गर्यो भने
अनि सबैले कल्याण हुन्छ, राम्रो हुन्छ, मनले शान्ति हुन्छ, मन सोझो हुन्छ, मन दयालु हुन्छ। त्यो चाहिँ हाम्रो अब सर्ट फर्ममा भनेपछि त्यसमा धेरै अर्कै मेडिटेसन छ। अब फेरि अर्कै बेलामा कुरा गरौँ। अब अहिले मेरो बिचमा सबैले जसलाई मन छ ट्राई गर्नुहोस्। तपाईँहरू गर्नुपर्ने कुरा होइन, ट्राई गरेर विश्वास गऱ्यो भने बुद्ध कम्पेसन सबैको हो, एकजना त्यो हाम्रो फोम्बो मात्रको होइन। बुद्ध त बुद्धै हो नि। सूर्य चाहिँ नेपालमा भयो भने सूर्यै हो, उसको काम त्यही हो। इन्डियामा गएर हेऱ्यो भने त्यही हो, विदेशमा गएर हेऱ्यो भने त्यही हो, गाउँ र माथि पहाडमा त्यही त हो नि। त्यस्तै हाम्रो यो मन्त्रहरू, यो जाप अनि कम्पेसन बुद्ध सबै यस्तै हो। आफ्नो अमूल्य समय दिएर जुन यो बोन मन्त्रको बारेमा यहाँले धेरै प्रश्न पारिदिनु भयो, यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद। थ्याङ्क यू। ठिक छ, धेरै राम्रो, थ्याङ्क यू। अब के भन्छ, अवसर दिएकोलाई धन्यवाद। दर्शकबिन, आजको बोन संसारमा हामीले मुख्यतया बोन मन्त्रको कसरी हामीले बोन मन्त्र प्रयोग गर्न सक्छौँ र त्यो बोन मन्त्र प्रयोग गरिसकेपछि के फाइदा हुन्छ र त्यो किन गर्नुपर्छ भन्ने विषयमा हामीले चर्चा गरेका थियौँ। र आगामी साता हामी यस्तै अर्को कुनै विषय लिएर फेरि उपस्थित हुने नै छौँ। त्यतिन्जेलसम्मको लागि मलाई पनि बिदा दिनुहोस्। नमस्कार।